साथीहरू, नेपालीमा उखान छ, बोल्यो कि पोल्यो। अहिले भारतको परिप्रेक्ष्यमा यो उखान चरितार्थ भएको छ। इन्डियाका चिफ जस्टिस सूर्यकान्तले एउटा बहसमा यस्तो अभिव्यक्ति दिए जसको कारण कक्रोच जनता पार्टी भनेर भारतभरि तल्का मचाइरहेको छ। अझ भनौँ सामाजिक सञ्जालमा त छ्यापछ्याप्ती भइरहेको छ। हरेक न्युज, हरेक मानिसहरूको बोलीमा अहिले कक्रोच जनता पार्टी आइरहेको छ। भएको के थियो? सूर्यकान्तले यसो भनेका थिए, youngsters like cockroaches, they don't get any employment, they don't have any place in profession. Some of them become media, some of them become social media, some of them become RTI activists, some of them become another activists, and they start attacking everyone. उनको अभिव्यक्तिले बेरोजगार युवा, विशेष गरी शैक्षिक बेरोजगार युवा र सामाजिक सञ्जालबाट विभिन्न काम गरिरहेका युवाहरूमा आत्मसम्मानमा चोट पुर्यायो। त्यसपछि उनीहरूले आक्रोशित भएर विभिन्न अभियान सञ्चालन गर्ने सोचे र अभियानको तब मात्र फर्मल सुरुवात भयो जब अभिजित दिप्के भन्ने विद्यार्थी जो अमेरिकाको बोस्टन युनिभर्सिटीका विद्यार्थी हुन् र जसले आम आदमी पार्टीको सामाजिक सञ्जाल ह्यान्डलहरूको काम पनि गरेका थिए, तिनैले यो अभियान सञ्चालन गरे र यो अभियान यति लोकप्रिय बन्यो कि संसारको सबैभन्दा ठुलो पार्टी भारतीय जनता पार्टी बीजेपी भन्दा बढी इन्स्टाग्राममा फलोअर्स भएको पार्टी बन्न सफल भयो, जबकि एक हप्ताभन्दा कम समयमै। र अहिले कक्रोच जनता पार्टी अर्थात् सीजेपी को लगभग 18 मिलियन फलोअर्स इन्स्टाग्राममा पुगिसकेको छ। कतिपयले भने सरकारलाई नै ओभरथ्रो गर्ने वातावरण बन्न सक्ने समेत टिप्पणी गरिरहेका छन्। यद्यपि दिप्केले प्रदर्शन शान्तिपूर्ण हुने र सामाजिक सञ्जालमा मात्रै सीमित हुने अभियान र आफ्नो अभियान सामाजिक सञ्जालमा मात्रै सीमित हुने पनि बताएका छन्।